ल है यो चाहिँ हाम्रो क्याम्पिङ क्याम्पिङ यस्तै हो त अनि कस्तो गाडी लिएर आएर हाम्रो चाहिँ टकटक गाड्छ त हैन हजुर झाडु ल्याएको छ झाडु अहिले हामी फर्स्ट टाइम हैन भेना र दाजुले पकाउनु कि अरु हामी यहाँ गर्छौँ नि त ल ल ल काट्ने यहाँ पकाउने के आइ यसलाई चाहिँ खपै गाड्नु पर्यो गाड्नु हैन चामल हालेर पकाउनु हो त्यो मैले सोचेको चामल चाहिँ कहाँ छ चामल यो गाडीमा राति सुते गेला के अरे उयसमै के अरे यो त मान्छे अघि भनेको यो कति खान्छ है भात एकजनाको 2 मुठीको दरले हान्नु नि यो माथिकोमा चाहिँ के समस्या नि भात पुगाउन समस्या के अहिले माथि चाहिँ भात पुगाउन समस्या हुन्छ थिएन नि त लाग्ने केही छैन यो पनि हो कि तपाईँको सुत्न समस्या हुन्छ जङ्गलमा झ्याउ हुन्छ नि कोइला यति नै होला कोइला एक बोरा मात्रै हो अनि यत्रो मासु छ एक बोरा कोइलाले हुन्छ ल है हाम्रो 2टा टेन्ट गाडी सकेको छ यता गएर यहाँनिर तन्काइसकेर अनि एकदम हाम्रो दाउरा खजाइ हुँदैछ खजाइ यसो भरे यसो बाल्नु त पर्यो के जङ्गलको बिचमा बाघ भालु आउने डर आगो छ भने त डराउँछ भन्छ यहाँको दाउरा कफालो रहेछ कफालो रहेछ दाउरा क्या पडाक पडाक जाँदो रहेछ यहाँको सुत्ने ठाउँ चाहिँ यस्तो भिडियो गर्ने के दिनु हो यहाँ चाहिँ दामी देखिँदो रहेछ क्या यहाँ अनि भोलि बरु त्यो पोलेको भोलि बिहान सब्जी पकाएर खाना हुन्थ्यो नि त लाइभ भन्न हालेको तपाईको दया जीवन भन्दा से धन्यको भन्छु स्तुति म गाउँछु तपाईको दया जीवन भन्दा से गर्छु प्रभु सारा हृदयले
छु संसारको ज्योति हो दसैँले उडाइ लगेछ यसको माया सम्हाल्दैछु सन्देश पनि देऊ गीतको बाकाले वनपाखा गुन्जाइदेऊ है पापको श्राप मेट्नलाई येशूजी आउनुभयो मान्छेलाई नयाँ रूप त्यो अन्तिम झरी ओ राख्नु भएको त्यो अन्तिम झरी स्वर्गीय पिता पवित्र आत्माले सुख बिजाउनु झरीले पहाड पर्वतीमा छुचुरी दाजुभाइ होइन हामीले एकै ठाउँ बसेर खाना खाँदै गर्दा एकै ठाउँ बसेर हाँस्दै गर्दा एकै ठाउँ बसेर रमाउँदै गर्दा चाहिँ यो कुराहरू हाम्रो आउने जेनेरेसनहरूले पनि सिकुन् होइन। विशेष गरिकन मलाई चाहिँ एकदमै खुसी लागेको छ। सम्भवतः यो मेरो जीवनकालको यो सुन्दै गर्दा अप्ठ्यारो लाग्न पनि सक्छ, तर मेरो जीवनकालको यो पहिलो क्याम्पेन हो। योभन्दा अगाडि हामी 2000 सायद 22-23तिर होला हामी केन्टकी गएको थियौँ। अनि यो चाहिँ दोस्रो पल्ट भनौँ न, अब यस्तो खालको पाखा यो प्राङ्गणमा यो जङ्गलको बिचमा यसरी यो क्याम्पेन गरेको चाहिँ पहिलोचोटि हो। अनि जे होस् यो पहिलोचोटि हाम्रो भएको कारणले गर्दा कतिवटा कुरा हाम्रो एरेन्जमेन्टको कुराहरूदेखि लगेर कति कुरा जुटाउने कुराहरूमा हामी पोख्त भएनौँ, तर अब यसले हामीलाई सिकाइराखेको छ। विशेष गरिकन आजको क्याम्पेनमा चाहिँ एकदम खुसी छु म चाहिँ असाध्यै है। यसरी हामी आफ्नो आफन्त दाजुभाइहरू मिलिकन चाहिँ आज यो घनघोर जङ्गलको बिचमा चाहिँ यसरी हामी क्याम्पेन मनाउन लागेका छौँ। यो पहिलोचोटि हो यसरी, कहिले पनि यसरी यो क्याम्पेनमा चाहिँ यसरी हामी छोराखाली मिलेर यसरी यस्तो जङ्गलको बिचमा आएर चाहिँ अमेरिका आइएको थिएन। यो चाहिँ मेरो पहिलोचोटि हो अनि म एकदम थ्याङ्क्सफुल छु क्या, अनि एकदम खुसी पनि छु। जय मसी। जय मसी। यस आजको समयमा होइन यो अचानकको भेलाले हामी यहाँ भेला भएको छौँ, डर पनि लाग्दैछ होइन। यसरी हामी एकसाथ हामी छोरा मान्छे बाउ खाले होइन हाम्रो परिवारबाट यसरी भेला भएर हामी क्याम्पिङ आएका छौँ। अत्यन्तै खुसी लागेको छ। सबैजनालाई जय मसी। विशेष परमेश्वरलाई धन्यवाद भएको छ यो सुन्दर समय हामीलाई हामी एकअर्कालाई दिनुभयो। अनि साँच्चै नै एउटा हृदय एउटा उहाँले हामीलाई सिर्जनु भएको छ अनि मेलमिलापको, अनि परमेश्वरलाई महिमा भएको होस्। अनि साँच्चै नै परमेश्वरले यो योजना हाम्रो लागि बनाउनु भयो, अनि साँच्चै नै योजना बनाउने हाम्रो दाजुहरूलाई पनि धन्यवाद। जय मसी। जय मसी। हुन्छ है त, यसरी हामी 3 दिनको लागि 3.5 घन्टाको बाटो ड्राइभ गरेर यसरी क्याम्पिङको लागि यसरी जङ्गलमा भेला भएको छौँ। विशेष त परमेश्वरलाई धन्यवाद भएको होस्। ल जय मसी। फेरि पनि विशेष गरेर धन्यवाद दिन्छौँ हाम्रो प्रभुलाई। यो समय हामीले पाएका छौँ हाम्रो भाइहरूबाट। यो जुन चाहिँ योजनाहरू गरिएको थियो यो आज पुरा भएको छ। अनि सबैलाई नमस्ते, जय मसी भन्दै अब खासै भन्नुपर्छ भन्ने कुरोहरू त दाजुहरूले अगाडि आजको एक्सपिरियन्सहरू सबै भनिसक्नु नि भयो। अन्तिममा परेको हुनाले गर्दा आज सबै मेरोमा त भन्ने केही पनि रहेन। ल जय मसी सबैलाई। फेरि पनि आजको एक्सपिरियन्स क्याम्पिङको एक्सपिरियन्स यस्तै छ है। धेरैजनाको पहिलोचोटि खुसी लागेको छ यो एक्सपिरियन्समा संलग्न हुन पाउँदा। सबैजनालाई जय मसी। यो योजना चाहिँ अहिलेको होइन, निकै वर्षै नै भयो।
मन नमिलेको कारणले गर्दा मात्रै पुरा विभाजन जतिकै भइएको थियो, प्लानै मिल्न सकेको थिएन। यसपालि चाहिँ साँच्चै नै हाम्रो दाजुभाइहरू अनि हाम्रै आफ्नो आफन्त सबैजना मिलेर यो योजना गरेका छौँ, जुन क्याम्पेन जाने प्लान गरेका थियौँ। साँच्चै नै आजको दिन पुरा भएको छ। प्याज धेरै डढाउनु हुँदैन। मलाई टमाटर काट्दै यहाँ खुल्दै सब्जी पकाउँदै वरिपरि भएको सबै सोधिहाल्यो। फिसिङ गर्ने ठाउँमा आइपुग्यो। कहाँ हेर्दै थियो छैन बालुवाटार। यो खानु सजिलो छ, बनाउनु साह्रो छ नि त। जति आज चर्को भयो नि अहिले चाहिँ आए हो त जियो उयो चाहिँ है कान्छा चाहिँ मसला जाने होइन हातबाट मसलै छोडिएन अनि भिडियो आज चाहिँ हाम्रो कान्छाले आज अन्तिम दिनमा सेकेन्ड डेमा चिकन लाइभ चिकन हो। यो चाहिँ अघि यहाँ चाहिँ एउटा कुरा राम्रो, चिकन किन्नु परेन, जिउँदै पाइयो होइन। यहाँ राम्रो रहेछ यो ठाउँ भनेर नि फेरि फेरि आउनेहरूले आउने मन हुन्छ नि त, सुविधा रहेछ। अलिक डर नारीले भन्नु भनेको छ भने नभन्दा पनि हुन्छ होइन। पानी हाल्नु हुँदैन। कुन हो यो चटनी? जाने होइन गाडी के भन्नुभएको कहाँलाई कस्तो छ हौ? दामी दामी रिजर्भ भएको हो नि होइन, गर जस्ट यो गरेर मात्रै भयो नि होइन।